आजको यस नेत्रज्योति दिवस कार्यक्रमका सभापतिज्यू, नेत्रज्योति सङ्घका सम्पूर्ण पदाधिकारीज्यू, आँखा अस्पतालका डाक्टर साहब, अस्पताल व्यवस्थापकज्यू तथा मेरा सम्पूर्ण सहकर्मी साथीहरूमा मेरो तर्फबाट धन्यवाद। आज यो नेत्रज्योति दिवसको उपलक्ष्यमा जुन महत्त्वपूर्ण कार्यको थालनी भएको छ, त्यसमा सबैभन्दा पहिले म हृदयदेखि नै नमन गर्दै सबैलाई धन्यवाद दिन दिन्छु, किनभने यो राम्रो कामको सुरुवात भएको छ र पक्कै पनि उहाँहरूले कामको मूल्याङ्कन गरेर हामीहरूलाई जुन सम्मान गर्नुभएको छ त्यसको लागि धेरै धेरै धन्यवाद। र यो सम्मानले अझ अगाडिका दिनमा काम गर्ने हौसला, उच्च मनोबलका साथ काम गर्ने हौसला प्रदान गर्नेछ भन्ने आशा लिएको छु र हामी सबैले मिलेर काम गरौँ। यसै